फेरि अब 6 नम्बरकै बारेमा केही कुराहरू गरौँ। मैले अस्ति अलिकति थोरै त्यो एउटा भिडियो बनाइसकेको छु नम्बर 6 को बारेमा। 6 नम्बर भनेपछि गुरुको नम्बर हो, शुक्राचार्य होइन। 3 नम्बर पनि गुरु हो, 6 नम्बर पनि गुरु हो है। तर गुरु बिचमा अलिकति डिफ्रेन्स छ। 3 नम्बर भनेपछि बृहस्पति होइन, 6 नम्बर पनि गुरु नै हो होइन, शुक्राचार्यको नम्बर हो। 6 नम्बरको चाहिँ कस्तो हुन्छ भन्दाखेरि नेचर कस्तो हुन्छ भने 3 नम्बर गुरु भयो भनेदेखिको जस्तै ज्योतिष 3 नम्बर ज्योतिष गर्नु पऱ्यो भनेदेखिको यसो मन्दिरमा बसेर सामान्य थोरै पैसा लिएर ज्योतिष गर्न सक्छ भने 6 नम्बरले चाहिँ तपाईँको एकदम म्यानेजर स्यानेजर राखिवरी होइन, एकदम अफिस पनि हाइफाई लेभलको गरिवरी गर्ने कन्सेप्ट हुन्छ भने चाहिँ त्यो मैले उदाहरण मात्र दिएको है। भने पछाडि एकदम गुरुकै नम्बर हो होइन, ज्ञानहरू एकदम धेरै नै हुन्छ 6मा पनि। 6 भने चाहिँ म्याग्नेटिक हो। अब सुन्दर कुन नम्बरहरू हुन्छ भन्दाखेरि 2 नम्बर र 6 नम्बरको 2 नम्बरको चाहिँ तपाईँको 2 नम्बर भन्नुको मतलब चाहिँ कुन नम्बरलाई 2 नम्बर भन्छ भन्दा 2 तारिक जन्मेको, 20 तारिक जन्मेको, 11 तारिक जन्मेको र 29 तारिक जन्मेकोहरूलाई 2 नम्बर भनिन्छ। 2 नम्बरहरूको चाहिँ 2 नम्बर भनेको चन्द्रमा हो नि त, उनीहरूको चाहिँ तपाईँको एट्र्याक्टिभ हुन्छ होइन, क्युट टाइपको हुन्छ भने 6 वाला चाहिँ म्याग्नेटिक हुन्छ है, म्याग्नेटिक टाइप्सको अरा हुन्छ। अब त्यस्तो सुन्दर नभए नि उनीहरूसँग चाहिँ आकर्षित गर्ने खालको एउटा भनौँ न म्याग्नेटिजम हुन्छ है। डिफ्रेन्स त्यही हो 2 र 6 को। र म्यारिज गर्नको लागि अस्ति मैले भनिसकेको छु एब्सोल्युट राम्रो नम्बर हो 2 and 6 होइन। 2 पनि केयरिङ नम्बर हो, 6 पनि तपाईँको केयरिङ नम्बर हो। तर अब 2 र 6 कामा धेरै डिफ्रेन्स छ होइन। 6 अब तपाईँको कस्तो हुन्छ नि, 6 चाहिँ अब लग्जरी एट्र्याक्ट गर्ने भएको कारणले गर्दाखेरि जतिसुकै ठुलो मान्छे भयो भने उसको सामुन्नेमा उसले चाहिँ त्यस्तो ठुलो सोच्दैन क्या। जतिसुकै हाई पर्सनालिटीको मान्छे भए पनि त्यस्तो बढाइ चढाइ त्यस्तो ठुलो रूपमा उसले ठान्दैन है। किन भन्दाखेरि ऊ लग्जरी एट्र्याक्ट गर्छ सबै मान्छेहरूलाई चाहिँ उसले आफ्नो खुट्टामा राख्न चाहन्छ क्या 6 वालाले है। 6 वालाहरू स्मार्ट हुन्छ। अब एक्स्ट्रा अफेयर हुनसक्छ भनेर सक्छ है। तर त्यो चाहिँ अब तपाईँको सबै कुण्डलीले सबै डेट अफ बर्थ हेरेर एनालाइज गर्नुपर्ने हुन्छ। यदि 6 नेगेटिभ छ या पोजिटिभ छ, कति टाइम्स छ भन्ने कुराहरूमा चाहिँ तपाईँको धेरै निकाल्न सकिन्छ। तर पनि समग्र रूपमा हेर्दाखेरि 6ले एक्स्ट्रा अफेयर राख्ने चान्सेस चाहिँ हुन्छ प्रायः जस्तो केटाहरूले है। र यस्तो हुन्छ कि तपाईँको एक्स्ट्रा अफेयर राख्यो भने तपाईँको डिभोर्स चाहिँ फेरि गर्दैन, उनीहरू स्मार्ट हुन्छ नि त। डिभोर्स नगरिकन घरवाला भी बाहिरवाला होइन, बाहिरीवाला एकदम त्यो म्यानेज गर्ने चान्सेस चाहिँ हुन्छ। तर सबैमा हुन्छ भन्ने हुँदैन है। त्यो खालको अलिकति एटिट्युड एनर्जी चाहिँ हुन्छ। किन भन्दाखेरि अलिकति कामक पनि हुन्छ नि त होइन। अब एट्र्याक्टिभ हुन्छ, आफूलाई अब तपाईँको एकदम मेन्टेन गर्न चाहन्छन्, त्यसो गर्दा उनीहरूलाई राम्रो पनि हुन्छ। 6 नम्बरवालाहरूलाई अलिकति पर्फ्युमहरू लाउँदाखेरि यस्तो शुक्र पर्वततिर भनौँ न हातको यस्तोमा पर्फ्युमहरू लगायो भनेदेखिको अझै राम्रो सक्सेस पनि हुन सक्छ है, राम्रो हुन्छ। र अरू कुरा गरौँ अब तपाईँको यिनीहरूको चाहिँ अब तपाईँको अलिकति लोअर पार्टमा कम्मरदेखिको मुनि अलिकति प्रब्लम हुने सम्भावना हुन्छ। अब 6 ज्यादै नेगेटिभ भयो भनेदेखिको तपाईँको सेक्सुअल अर्गानहरूमा अलिकति समस्या देखिन सक्छ। हाइपर टेन्सन हुन्छ, लग्जरी त आउँछ, धन पैसा त आउँछ, तर हाइपर टेन्सन पनि हुन्छ। सुगर डायबिटिजको प्रब्लमहरू पनि आउन सक्छ है। अनि अब तपाईँको अरू भने पछाडि यिनीहरूले तपाईँको आफ्नो लागि चाहिँ खर्च गर्छ, तर अरूको लागि पैसा लगानी गर्नु पर्यो भनेदेखिको धेरै नै सोच विचार गर्छ है। पुरै एक्सरे गर्छ। कोही मान्छे तपाईँको घरमा आयो भनेदेखिको पुरै एक्सरे गरेर यो कस्तो छ के छ भन्ने कुराहरू पुरै त्यो स्टडी गर्छ, एनालाइज गर्छ। यदि उसलाई ठिक लागेन भने घर परिवारलाई सुद्धा भन्छ यो मान्छेलाई आइदेखिको आउन दिने होइन भनेर उसले त्यो पनि भन्न सक्छ क्या। त्यो नेचरको हुन्छ, जुगाडु टाइपको पनि हुन्छ होइन। पुरानो चिजहरूलाई अलिकति त्यतिको वेस्ट नफाल्ने, त्यसलाई युजमा ल्याउने त्यो टाइपको पनि हुन्छ। धेरै राम्रो नम्बर हो होइन, पोजिटिभ हुँदाखेरि चाहिँ। अब यो चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि नि, यो मैले तारिकको कुरा गरेँ नि, यो चाहिँ तपाईँको मूल्याङ्कन नम्बर हो है। मूल्याङ्कन नम्बर यो कति वर्षसम्म एक्टिभ हुन्छ भन्दाखेरि 35देखिको लिएर 40 वर्षसम्म एक्टिभ हुन्छ। त्यहाँदेखिको अर्को नम्बर एक्टिभ हुन्छ है। फेरि अब 15 तारिक तपाईँको 24 तारिक र 6 तारिक जन्मेकोहरूमा मात्र यो खालको क्यारेक्टरिस्टिक हुन्छ भन्ने हुँदैन। कसैको डेट अफ बर्थमा, जस्तै डेट अफ बर्थमा त इयर हुन्छ होइन, तपाईँको महिना हुन्छ, साल हुन्छ, त्यहाँबाट पनि 6 आयो, या त तपाईँको भाग्याङ्कबाट 6 सबै नम्बरहरूलाई जोड्दाखेरि साल तपाईँको महिना र तपाईँको गते जोड्दाखेरि 6 आयो है। सिङ्गल नम्बरमा लाँदा 6 आयो भने पनि यो मैले भने जस्तो क्यारेक्टरिस्टिक्स हुन्छ है। भाग्याङ्कमा 6 आउनेहरूको चाहिँ 35 कटे पछाडि त्यो क्यारेक्टरिस्टिक्सहरू हाबी हुन्छ। यो प्युर तारिकमा जन्मेकोहरूको चाहिँ 35 वर्ष सुरुदेखिकै अलिकति नेचरहरू चाहिँ यो टाइपको हुन्छ है। अब
त्यो म्यानिपुलेटिभ नेचरको हुन्छ होइन। म्यानिपुलेसन तर कसरी गर्छ भन्दा डिप्लोमेटिक भएर गर्छ। चारले चाहिँ तपाईँको 4 नम्बरले चाहिँ तपाईँको डाइरेक्ट म्यानिपुलेसनमा जान्छ भनेको 6 वालाले चाहिँ डिप्लोमेटिक भएर म्यानिपुलेसन गर्छ है। अब तपाईँको मैले अब अलि हल्का डिजिजहरूको बारेमा नि भनिदिएँ होइन। तपाईँको 6 नम्बरसम्म कम्प्याटिबिलिटी मिल्ने नम्बर कुन हो, जस्तै भने पछाडि कुन नम्बरसँग चाहिँ म्यारिज गर्दा एकदम सुटेबल हुन्छ। हुनु त अब म्यारिजको लागि चाहिँ दुईटै नम्बरबाट कम्प्याटिबिलिटी हेर्नुपर्ने हुन्छ है। यो एउटा नम्बर मूल्याङ्कन नम्बर भइहाल्यो। भाग्याङ्कन नम्बर चाहिँ सबै टोटल गरेर सिङ्गलमा लानुहोस्, त्यो भाग्याङ्कन नम्बर निस्किन्छ। त्यो दुईटै नम्बरको रोल हुन्छ, त्यो दुईटै नम्बरबाट हेरेर चाहिँ कम्प्याटिबिलिटी हेरिन्छ र ग्रिडभित्रको नम्बरहरू मिसिङ नम्बरहरूबाट पनि त्यो हेरिन्छ है। त्यो चाहिँ म्यारिज कम्प्याटिबिलिटीमा चाहिँ दुईजनाको डेट अफ बर्थ राखेर कुन नम्बर मिसिङ छ, कम्प्याटिबिलिटी कतिको मिल्छ, त्यो अनुसारले गर्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ। अब समग्रमा भन्नुपर्दाखेरि 6 वालाको लागि कुन ठिक हुन्छ त? 4 नम्बर ठिक हुन्छ। 4 नम्बर यानि कि तपाईँको 4 तारिक, 13 तारिक, 22 तारिक र 31 तारिक जन्मेको। र सबभन्दा राम्रो बेस्ट भनेको 5सँग हुन्छ, 4सँग पनि हुन्छ, 1सँग पनि हुन्छ। 3सँग चाहिँ अब के हुन्छ भन्दाखेरि 3मा दुईवटा कुरा आउँछ है। यसमा तपाईँको राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ। जस्तै कसैको चाहिँ तपाईँको मूल्याङ्कन नम्बर 6 छ र डेस्टिनी नम्बर 3 छ भनेदेखिको यसमा मैले के पाएको छु भन्दाखेरि रिलेसनसिप इस्युहरू चाहिँ पाएको छु होइन। कतिको राम्रो पनि छ, कतिमा रिलेसनसिप इस्युहरू देखिएको छ। तपाईँको यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको 36 को आँकडा भन्छ, तर सबैमा तपाईँको यसले नेगेटिभै दिन्छ भन्ने हुँदैन। यदि तपाईँको 3-6 या 6-3 कम्बिनेसनको चाहिँ यदि तपाईँको अवसरहरूलाई, तपाईँको फ्रिडमलाई चाहिँ मिसयुज गर्छ नि, उसको तपाईँको रिलेसनसिप इस्यु, हेल्थ इस्युहरू आउन सक्छ। तर फ्रिडमलाई त्यति मिस गर्दैन र तपाईँको सही ट्र्याकमा हिँड्छ भनेदेखिको त्यस्तो साह्रो प्रब्लम आउँदैन है। अब भनिहालेँ बेस्ट भनेको 5 नम्बर 4 नम्बरसँग, 1 नम्बरसँग चाहिँ तपाईँको 8 नम्बरसँग पनि धेरै राम्रो हुन्छ। म्यारिजको लागि कम्प्याटिबिलिटी मिल्छ। बिजनेस पार्टनरहरू गर्दाखेरि यो नम्बरहरूको सेयरिङ गर्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ है। अब तपाईँको रेमेडीको कुरामा तपाईँको 6 अब शुक्रको नम्बर हो, भेनस हो। अब तपाईँको पोजिटिभ छ या नेगेटिभ छ भन्ने कुरो चाहिँ कन्सल्टेसनमा बसेर ग्रिड पुरै हेरेर चाहिँ थाहा हुन्छ होइन। प्रत्येक नम्बर भनेको यो प्लानेट हो क्या, ग्रह हो क्या। 6 नम्बर भने चाहिँ शुक्र, 7 नम्बर केतु, 8 नम्बर शनि, 9 नम्बर मङ्गल, यसरी प्रत्येक नम्बरको आफ्नो ग्रह हुन्छ क्या, ग्रह हो क्या यो भनेको चाहिँ। अब त्यो भएको कारणले गर्दाखेरि तपाईँको हेर्दाखेरि चाहिँ तपाईँको पुरै फुल डेट अफ बर्थ हेर्दाखेरि चाहिँ धेरै कुराहरू थाहा हुन्छ। र मैले भने 6 को लागि प्रोफेसनको कुरो जाउँ। मेन भनेको चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि सबै नम्बरको पोजिटिभ कुरा पनि हुन्छ, नेगेटिभ कुराहरू पनि हुन्छ है। तर कुन चाहिँ ज्यादा हाबी भएको छ, नेगेटिभ छ कि होइन पोजिटिभ छ, त्यो चाहिँ तपाईँको कन्सल्टेसन गर्दाखेरि मात्रै थाहा हुन्छ। अब प्रोफेसनको कुरा गरौँ। प्रोफेसनको कुराहरूमा चाहिँ तपाईँको 6 नम्बरलाई सुट हुने प्रोफेसन जति पनि मोज मस्तीको, किनभने यिनीहरूले पार्टी गर्न, इन्टरटेनमेन्ट गर्न एकदम रुचाउँछ नि त। यिनीहरू आफ्नो लागि खर्च गर्न एकदम खुलेर खर्च गर्छ, भएको सम्पत्तिहरू पनि देखाउँछ है। अब तर तपाईँको अरूको लागि लगानी गर्न, अरूलाई दिनको लागि चाहिँ धेरै नै सोच्छ, किनभने अलिकति मेहनत गरेर कमाएको हुन्छ नि त, पाइ हिसाब राख्ने खालको स्वभावको हुन्छ। अब प्रोफेसनको हिसाबमा गर्दाखेरि तपाईँको जति पनि फिल्म इन्डस्ट्रीहरू होइन, फिल्म इन्डस्ट्रीको लाइनहरू सबै तपाईँको गायक सायक, यता गीत गाउने सित गाउनेदेखिको लिएर होटेलदेखिको लिएर ट्राभल एन्ड टुरदेखिको लिएर महँगी चिजहरू सब सुट हुन्छ, सबै के हुन्छ सुट हुन्छ। यदि भाग्याङ्कमा चाहिँ 3 आएको हुनु भएन है। 3 आउँदाखेरि भनेको लग्जरी बिजनेस भनेको A1 हुन्छ है। ब्रान्डेड कपडाहरूदेखिको लिएर तपाईँको ट्राभल एन्ड टुर, होटेल होइन, तपाईँको अब यो पार्टी प्लेसहरूदेखिको लिएर जति पनि तपाईँको लग्जरीसँग जोडिएको र तपाईँको मनोरञ्जनसँग जोडिएको बिजनेसहरू चाहिँ एकदम राम्रो सुट हुन्छ। बिजनेस गर्ने नम्बरै हो। तपाईँ लग्जरीहरू पैसाहरू त इजिली आउँछ। तपाईँको हेल्थमा चाहिँ मैले अघि भनिदिइसकेको छु, आइसमा प्रब्लम होइन, हाइपरटेन्सन, डायबिटिज, सुगर हुने चान्सेसहरू धेरै हुन्छ। र यसको लागि रेमेडी भन्नुको मतलब तपाईँ 6 नम्बरले भने चाहिँ महालक्ष्मीको नम्बर हो होइन। तपाईँको भनौँ न महालक्ष्मीको मन्त्रहरू च्यान्ट गर्दाखेरि, श्रीम मन्त्रहरू च्यान्ट गर्दाखेरि 108 चोटि बिहान च्यान्ट गर्दाखेरि पनि धेरै राम्रो हुन्छ। अरू धेरै नै छ रेमेडीहरू चाहिँ है। यो चाहिँ मैले तपाईँको अलिकति थोरै मात्र भने।